साथीहरु, आज चाहिँ हामीले भेज बिरयानी गराउन गइरहेको छौं। भिडियो बनाउनु भन्दा अगाडि नै सबै कुरा चक गरेर राखिसकेका छौं। आउन त आउँदैन है खास चाहिँ, अब भिडियो हेरे अनुसार अब बनाउन कोसिस गर्दैछु मैले पनि। यो गाजर हो, यो चाहिँ खुर्सानी, त्यसपछि क्याप्सिकम, अनि गोबी, आलु, अनि यता छ सोयाबिन, अनि चामल चाहिँ अघि नै भिजाउन राखिसकेको। अनि यो चटनीको लागि टमाटर उमालिसक्यो भनौँ न। अनि यो चाहिँ प्याज, अनि यो मटर, हरियो मटर, त्यसपछि यो खडा मसलाहरू भयो। ल अब चाहिँ हामी बिरयानी बनाउन सुरु गरौँ। बिरयानी बनाउँदा चाहिँ मैले अब कुकर बसालिसकेँ। हाल्छु यो एकछिन तात्तिन दिउँ। अनि त्यसपछि हाल्नुपर्छ हामीले तेल। कुकर तात्तिसक्यो होइन, तात्तिन त यता कुकर तात्तिँदैछ। अब हामी यता चाहिँ तेल, अर्को भाँडामा पनि तेल तताएर यो के अरे प्याज चाहिँ रोस्ट गर्छौँ होइन, थोरै रोस्टको लागि चाहिँदो रहेछ। अनि यही तेल चाहिँ हामी यता हाल्छौँ। अहिले चाहिँ यो सानो बनाइदिन्छु, त्यसपछि चाहिँ तात्तिन दिन्छौँ। थोरै तेल कम भयो कि, तेल थप्छौँ। साथीहरू, हाम्रो यहाँ तेल चाहिँ तात्तिसकेको छ। अब चाहिँ हामीले प्याज के फुराउँछौँ। यहाँ चाहिँ तेल तात्तिसकेको छ। अब चाहिँ हामी प्याज फुराउँछौँ। प्याज थोरै बचाएर चाहिँ पछि हाल्नुपर्छ। यो चाहिँ पछि के भन्छ, बिरयानी रेडी भइसकेपछि माथि हाल्नलाई हो। ब्राउन गर्नुपर्छ सबै। सानो आगो बनाएर यसलाई रातो हुने बेलासम्म पकाउँछौँ। साथीहरू, हामीले चाहिँ यसरी प्याजलाई ब्राउन गरिसकेका छौँ। अब यो प्याज चाहिँ हामीले साइडमा राख्छौँ। यही तेललाई चाहिँ हामीले यता युज गर्छौँ। तेल वेस्ट नहुनु पर्यो नि त है। यो तेल अघि नै तात्दै थियो। अब चाहिँ ग्यास ठुलो गरौँ। अनि यसमा हाल्छौँ हामीले अब खडा मसला। खडा मसलामा छ तेजपत्ता, अनि यो त मलाई यसको नाम थाहा भएन है, यो के काठ हो बिर्सेँ मैले। थाहा त थियो पहिला, अहिले चाहिँ बिर्सेँ। अनि यो हाल्छौँ सुरुमा। अब हाल्छौँ हामीले यसमा जिरा। जिरा हाल्छौँ थोरै। जिरा फुराइसकेपछि हामीले हाल्छौँ प्याज। प्याजलाई मजाले ब्राउन त गर्ने होइन, यसलाई चाहिँ नरम बनाउँछौँ। हल्का सेल गर्छौँ। अब यो पनि हल्का नरम भइसकेको छ प्याज। अब यसमा हामीले हाल्छौँ मटर। यो चाहिँ हरियो मटर हालिसकेपछि हाम्रो हाल्नुपर्ने चाहिँ प्याज लसुनको पेस्ट हो। तर के भयो यो थाहा भएन, रोटीमा फुटेको। यहाँ चाहिँ छैन, मिक्सचर छैन, हामी यतिकै हाल्छौँ। किन उडिरहेको? चाहिँ
प्याज लसुन अगाडि नै हाल्यो भने त्यसको गन्ध आउँदैन, काँचो गन्ध। हेर्नु के भइरहेछ, यो उफ्री उफ्री गइरहेछ पपकर्न जस्तो। अब यो लगभग हाम्रो भइसकेको छ, सबै के भइसक्यो, बनिसक्यो भनौँ, हिन्दी आउँछ खोइ धेरै। त्यसपछि हामीले हाल्नुपर्छ यसमा अब हाम्रो तरकारीहरू होइन, भेजिटेबल्सहरू हाल्नुपर्छ। यो खुर्सानी पनि मलाई थाहा छैन है हाल्छ कि हाल्दैन, तर म चाहिँ हाल्न गइरहेको छु। तर हाल्नु त हाल्छ होला, तर कति बेला हाल्छ त्यो चाहिँ थाहा भएन। मैले चाहिँ अहिले नै हालिदिएँ, कमेन्ट गरिदिनु होला कतिको हाल्थ्यो भनेर। सो हामीले हालिसक्यौँ। यसलाई बुर्चा, अब हामीले चाहिँ बुर्चा लाउँछौँ। यो चाहिँ हामी एकछिन राख्छौँ अनि त्यसपछि मसलाहरू हालेर फ्राई हुन दिन्छौँ। यसमा बिर्सिएको सोयाबिन होइन, सोयाबिन कतिखेर हाल्छन् मलाई थाहा भएन होइन, तर म अहिले हालिदिन्छु। यो चाहिँ बिर्स्यो कि अघि न चाहिँ बिर्स्यो। भेज बिरयानीमा हामी त भेज छ, जति भेजिटेबल हाल्यो त्यति राम्रो होला। अब हाम्रो यहाँ भइसकेको छ, तरकारी भइसकेको छ। अब यसमा चाहिँ हामीले नुन हाल्छौँ, नुन बेसार, नुन चाहिँ स्वादअनुसार। थाहा छैन एक्ज्याक्ट त थाहा छैन, तर मेरो के भन्छ टुक्का अनुसार हामी एकछिन यसलाई चलाएर फेरि 4-5 मिनटको लागि राखिदिन्छौँ। पुऱ्यो 4-5 मिनटको लागि पाक्नु दिन्छ। अब यो हाम्रो तरकारी भइसकेको छ। अब यसमा चाहिँ फिटेको दही हाल्छौँ हामीले, थोरै नभनौँ, धेरै त धेरै छ। यसमा चलाइदिन्छौँ। दहीले चाहिँ हामीले त्यस्तो धेरै पकाउँदैनौँ। दहीमा चाहिँ अब दही हालिसकेपछि हामीले हाल्नुपर्छ गरम मसला, त्यसपछि हाल्छौँ हामी धुलो खुर्सानी, चाहिँ भइसक्यो। यो चाहिँ रेडी भइसक्यो। अब यसमा हाल्नुपर्छ हामीले चामल। अब चाहिँ मैले अघि नै भिजाएर राख्दै थिएँ। मलाई यो पनि थाहा छैन कि चामल चाहिँ भिजाएर राख्नुपर्छ कि पर्दैन बिरयानीको लागि, तर मैले अघि नै भिजाइहालेँ। अब यसरी हामीले माथिबाट चामल हालिदिन्छौँ। पछि पानी हाल्नुपर्ने हो, थोरै पानी यही बचेर चाहिँ यही पानी हाल्छौँ। यसमा चाहिँ बढी पानी चाहिँ धेरै हाल्नु हुँदैन, ठिक्क अब हेरेर। यति चाहिँ हामीले पानी हाल्यौँ। अब
त्यसमाथि चाहिँ हामीले धनियाँ हालिदिन्छौँ। यो हालिसकेपछि चाहिँ हामीले थोरै नुन हाल्नुपर्छ किनभने अघि न चामल हाल्यो नि त एड गऱ्यौँ। अघि न चाहिँ तरकारीको हिसाबले हालेको, अहिले चाहिँ अब नुन चामल हालिसकेपछि चामलको हिसाबले हाल्छौँ होइन। यो हालेपछि अघि न हामीले यो प्याज चाहिँ रोस्ट गरेर राखेको थियौँ, अब यो प्याज पनि माथिबाट यसरी हालिदिन्छौँ। साथीहरू बिरयानी बनाएर बिरयानी मसला नै हाल्न बिर्सेको यस्ता छौँ हामी। अब के गर्ने, अब माथिबाटै हालिदिएँ मैले चाहिँ। अब सिटी लाग्नु दिन्छौँ, ढक्कन लगाउँछौँ। त्यसपछि हाम्रो बिरयानी हुन्छ रेडी। अनि हामी कस्तो भयो त्यो चाहिँ देखाउँछौँ। अनि यो यता पाक्दै गर्छ। अब चाहिँ हामी अघि न चटनी बनाउने भनेको थियौँ, थोरै चटनी त खानु पऱ्यो होइन। अब यस्तै छ रुममा बसेको हालत। हामीले यो चाहिँ आगोमा पोलिसकेको थियौँ खुर्सानी, यो खुर्सानी त्यसपछि नुन हालेर हामी कुट्छौँ। यो चाहिँ हामीले यतिको कुटिसक्यौँ। अब चाहिँ अघि न उमालेको टमाटर हालेर यसलाई कुट्छौँ। यो जुगाडी बन्थ्यो है, जुगाडी बन्थ्यो रुममा बसेर यतिको जुगाडी गर्नुपर्छ चटनी खानुको लागि पनि। होइन त कटोरामै कुट्नु पर्ला जस्तो छ। यो खुर्सानी पोलेको भएर चाहिँ सानो भयो यतिको मात्र, यसले कलर दिँदैन होला। मेसिनले बनाएको जति पनि हुँदैन, टमाटरको चटनी पनि हल्का दाना दाना चाहिँ भइरहेको छ। यो चाहिँ हाम्रो टमाटर रेडी भइसकेको छ। अब चाहिँ यसमा हामीले हाल्छौँ तिलको धुलो। तिल कुट्न थाल्यो भने त फेरि यहाँ अर्को दिन कुट्नुपर्छ। यतिको तेल हाल्यो, तिल हाल्यो हामीले त्यसलाई पनि मिक्स गर्छौँ। त्यस खान मिल्ने हुनु पऱ्यो, हेर्न मिल्ने त यस्तै हो। यो चाहिँ हाम्रो यतिको रेडी भइसक्यो। अब यतिको भयो भने खान मिल्छ रुममा चाहिँ। अब घरमा चाहिँ मिक्सरमा पिस्ने है, यतिको भएपछि खान मिल्छ एडजस्ट गर्ने। बिरयानी चाहिँ रेडी भइसक्यो। अब चाहिँ हामीले यसलाई अर्को भाँडामा हाल्छौँ। अनि बिरयानी चाहिँ यस्तो भयो छ। आई थिङ्क थोरै माथि चाहिँ काँचो पर्छ, पानी कम भएर। हजुरहरू चाहिँ पानी कम नहाल्नु होला। अब अब चाहिँ हामी खान्छौँ। बाई नेक्स्ट भिडियोमा।